उ बुवाको गराइदिन्छ न त्यो उसमा एउटा सग्लो फल नानी दादा त यहाँ तालो बान्ने तालो ल्याइदिएर मेरो त बिर्सेर आइज आउँछ हो त्यहाँ अब टुना राखेको हो त्यहाँ सबै यो सबै यहाँ अटाउने यही माथि दत्याउन राख्ने कुसका टुक्रा राख्ने हैन सेलिब्रेटी सबैले जोले गरिनु पैसा दत्याउन अलि पर राखम त नाति अलि पछि गर त्यहाँ फलफुल यहाँ ल्याएका स्याउ केरा राख्ने हो त्यहाँ स्याउ केरा पनि हो कि केरा एउटा हुन्छ त्यहीँनिर पुगे पनि हुन्छ ल नानी यहाँ खर त पानी बग्न दिने थुन्दैन कहिले सोध्नु सबैलाई होइन त्यो जौतेल पनि सबैमा राखेर जाने है पहिला त्यता राख नि मन चङ्गा त कटरेमे गङ्गा भन्छ होइन सबैभन्दा मन पवित्र हुन पर्यो बोलाइ नसोचे यता आइस है हजुर यता आइस न अर्पण गरिदिनुहोस् त्यहीँ राखिदिनुहोस् फोकस भन्दै फाल्दै गर्नु के डुडुन त जोडी बना अनि फाल्दै गर्नु के डुडुन त अनादिनी धनं देव बालुवामा झ्याप्पा गाडिदिनु फुल टपरीमा राखिदिनु राम बालुवामा खड्याएर गाड्न सक्नुहुन्छ बालुवामा गाडा त्यही टपरीमा राख हो जानी होइन कि अहिले त्यहाँ हिँडेको हिँडे गर्नुपर्छ लोटिन्छ आत्रसगोत्रोत्पन्नस्य नर्वाजुनामा ब्रह्मस्य तस्य धर्मपत्नी ममता भन्नु के गरे आमा हजुरहरूको हामीले यो अन्त्येष्टि कर्म गरेर अब यो वर्ष दिन प्रेम घटदान जलदान गर्दैछौँ हजुरहरूको आत्मालाई चिर शान्तिको लागि भनेर है अब बिस्तारै गर्दै 100 तपाईको कति 3 छन् 60 जति सति आयो हाल्नुहोस् त त्यसपछि त्यही घैटामा चढाउनु तलाडा पानी उठाउँदै यतै आउनुहोस् 100 कति चलाउनु 100 कति जति 60 गन्दै आनी राख्यो अहिले आफूले गन्दै आनु ओए माथि जाने नरे खाइ सब तला एक भनेको कोले मान्दैन अहिले 45 मात्र हैन यही लियो 45 अनि लुटिन्छ त्यहाँ तिनटा मात्र थियो मम्मीहरुको अघि तिनटा दिनाले 45 अहिले के अब लोटिन् के त्यहाँ
त्यही बेलामा लाग्नु भएन त भ्याइ भयो अरूले त 36 सालै भयो 900 को 36 बाजेको नेत्रबहादुर तिनटा फकाएर उता उता हाला हाला एउटा चपाती छैन पैसा राख्ने सँगै बनिन्छ आमा म चपातीले त माइली यहाँ टाउकोमा घैटोमा हाला है घैटोमा एउटा कुरा बसिरहनु पर्छ शान्ति पाओस् भन ल भयो ल यहाँ हालेको मान्छे त यहाँ आउनुहोस् बाल्लो भत्के हजुर हजुर अध्याय पूर्व संकल्प नेत्रबहादुर नाम हरिकला नाम बाटा गरेर नखाने बजाए अब राख्ने नमस्ते गर्ने आउने हजुर हजुर एकादश मासिक एकपिण्डमया दीयते तवोपति अष्टता द्वादश मासिक एकपिण्डमया दीयते तवोपति अष्टता 59 सबैमा हर त्यो सबैलाई नौ अपने जन्म बामेन कृतम पूजा गराउनुहोस् अद्दाह अद्दाह मुखको पुत्रश्च हमको पुत्रश्च तिनटा ढुङ्गा हजुर है पताब जनेनम ते मया दिएते तब प्रतिष्ठम सबैमा मैले जल दिएको छु भनेर भन्नु पर्छ जन्म सिन्धम ततो निबी विसर्जय एउटा कुसो टुकुरो राखिदिनुहोस् त्यहाँ एक घन्टा कुसो टुकुरो राखिदिनुहोस् यहाँलाई लाइदिनुहोस् मलाई लाइदिनुहोस् यसो त्यसरी नरबहादुर नाम ब्रह्मस्य हरिमाया देवी देवबाय मुखकर्मणि पिता नेत्रबहादुर नाम माता हरिकला नामनी गणेश पूजन मम राखेको फल राखे अब गणेशलाई पूजा गर्नु गाड्ने त्यसलाई गाड्नुहोस् धूपम समर्पयामि दीपम दर्शयामि बाजेको भाग नराख्ने मनमा सोचेर हे पिता हजुरहरूलाई हाम्रा यहाँका पूजनीय हाम्रा गुरुकुलका बाबुदेखि पुज्दै आएका उनी गुरुकुलका छोरा
वशिष्ठ गोत्रका द्रोणप्रसाद नामले प्रसिद्ध भएकालाई यो दान दिँदैछन्। ब्राह्मण तुभ्यम मम सम्प्रदाय। त्यो हातका फुलपुष्पहरू ठ्याक्क राख्नु। सुखसागरमा जस्तै विष्णुजीलाई सुखसागरमा विष्णु शैला कहिल्यै खाली हुन्न, त्यस्तै स्वर्गमा हाम्रा माता पितालाई सुख शैला कहिल्यै खाली नहोस्। हे देवादिदेव, ओम तुमेव माता पिता तुमेव बन्धु तुमेव विद्या द्रविणं तुमेव सर्वं मम देव। अब बाहुनलाई यो ग्रहण गरिदिनुहोस्, भन्नुहोस् यसो बसाल्नुहोस् तानेर यहाँ केही फल ल मलाई बालेको होला नि त ल ल यहाँ ल यो स्वीकार गरिदिनुहोस् भने यसो बसाल्नुहोस्। बाहुनलाई यहाँ बसाल्नु के हाल्छ? स्वीकार गर्नुस् भनेर यो फल तानेर खुवाइसक्यो। बानीलाई पनि बोलाएर अब यहाँ केही एउटा केही शान्त गोदानको विधि